नमस्कार, म सुमेरो खगोल विचारबाट। म फेरि आज कोही कूटनीतिका कुराहरू लिएर यहाँहरूका समक्ष उपस्थित भएको छु। मिच्नु, कुनै पनि जमिन मिच्नु अथवा मिचिनु, अतिक्रमण हुनु, जबरजस्त गर्नु जस्ता शब्दहरूको प्रयोग कूटनीतिक भाषामा कसरी प्रयोग गर्ने अनि आफ्नो गल्ती लुकाउने, अर्काको गल्ती देखाउने प्रवृत्तिको कूटनीतिबाट कसरी मुक्त हुने, यो विषयमा अब नेपालको परराष्ट्र मन्त्रालयले एउटा कूटनीतिक शब्दकोश निकाल्नुपर्ने भएको छ। बोल्न मिठासपूर्वक घुमाएर बोलौं, देशको हितको लागि बोलौं, तर सत्य बोलौं। सायद अबको कूटनीतिले यस्तै खोजेको छ होला, जो अहिले नेपालमा पनि अभ्यास गर्न प्रारम्भ गरिएको छ। पहिला हामीले यो मिच्नु, मिचुनु, अतिक्रमण गर्नु जस्ता कुराहरू हाम्रो सीमा विवादका सन्दर्भमा अथवा कुनै देशले जग्गा मिचिदिएको सन्दर्भमा अथवा हाम्रो भूभागलाई अरूले प्रयोग गरिएको सन्दर्भमा प्रयोग हुने शब्दहरू हुन्। मैले मिच्नु र मिचिनुको विषयमा यसभन्दा अगाडि लेखिसकेको छु। आज मैले अतिक्रमणका विषयमा कुरा गर्न यहाँहरूका समक्ष आएको हुँ। नेपाली वृहत शब्दकोशमा हेर्दा अधिकार वा प्रविधिको उल्लङ्घन गर्नु, कुनै कुराको निर्धारित सीमा नाग्ने काम हुनु, मुलुकको संप्रभुता रहेको भूभाग उपर अन्य मुलुक वा व्यक्तिद्वारा अवैध प्रवेश र त्यस किसिमको आक्रमण वा हस्तक्षेप हुनुलाई यो शब्दकोशले अतिक्रमण भनेर उल्लेख गरेको छ। यसै सन्दर्भमा र अहिले मुलुकमा भएका कुराहरूलाई लिएर मैले यो आलेख तयार गरेको हुँ। तर सीमाना अतिक्रमण गरेर बस्नु र जबरजस्ती गरेर बस्नु बीच कानुनी तथा कूटनीतिक रूपमा केही फरक छ। आखिर बस्दा मान्छेले जबरजस्तीकै गरेर नै हो बस्न थालिसकेपछि सीमानालाई चाहे सानो आकारमा होस्, चाहे ठुलो आकारमा होस्, चाहे नो ल्यान्ड्समा होस्, चाहे त्यहाँभित्र अझै भित्र प्रवेश होस्, कसैले पनि सीमा जबरजस्ती गरेर बस्नु के हुन्छ भन्दा कानुनी तथा कूटनीतिक रूपमा केही फरक हुन्छ। जबरजस्ती र अतिक्रमणको कुरा पनि सीमाना अतिक्रमण गरेर बस्नु, यसले सामान्यतया कुनै देशका नागरिक वा समूहले सीमा स्पष्ट नभएको, विवाद भएको वा अन्जानमा अर्को देशको भूभागमा घर, खेती वा अन्य संरचना बनाउनु जनाउँछ र यसमा राज्यको प्रत्यक्ष नीति वा बल प्रयोग अनिवार्य हुँदैन। जबरजस्ती गरेर बस्नु भनेको यसले बल, दबाव र सुरक्षा बलको संरक्षण वा राज्यको योजनाबद्ध समर्थन मार्फत अर्को देशको भूभागमा कब्जा गरेर बस्ने अवस्थालाई जनाउँछ। यो बढी गम्भीर आरोप हो र यसले सार्वभौम सत्तामाथि प्रत्यक्ष चुनौतीको अर्थ दिन सक्छ। र नेपालीहरू भारतीय भूमिमा बसेका उदाहरण पनि छन्। नेपाल भारत खुला सिमानाको कारण दुवै देशका नागरिक सीमा नजिकका क्षेत्रमा लामो समयदेखि बसोबास, व्यापार र खेतीपाती गर्दै आएका छन्। कतिपय स्थानमा सीमाङ्कन अस्पष्ट हुँदा नेपाली मूलका व्यक्तिहरू भारतीय भूभागमा र भारतीय मूलका व्यक्तिहरू नेपाली भूभागमा बसोबास गरेको अवस्था पनि हामीले सुनेका छौँ। तर नेपाल सरकारले भारतीय भूमि अतिक्रमण गरेर नेपाली नागरिकलाई योजनाबद्ध रूपमा बसाएको प्रमाणित सरकारी तथ्य सार्वजनिक रूपमा स्थापित छैनन्। त्यसैगरी भारततर्फबाट पनि यस्ता आरोपहरू समय समयमा उठ्ने गरेका छन्। तर यस्ता विषय प्राय सीमा विवाद, सीमाङ्कन त्रुटि, नदीको धार परिवर्तन वा स्थानीय बसोबासको इतिहाससँग जोडिएर हेर्ने गरिन्छ। र नेपाल भारत सीमा सम्बन्धी चर्चित विवादित क्षेत्रहरूमा कालापानी,
लिपुलेख, लिम्पियाधुरा, सुस्ता जस्ता क्षेत्रहरू उल्लेख गरिन्छन्। यस्ता थानमा दुवै पक्षले ऐतिहासिक नक्सा, सन्धि र प्रशासनिक अभ्यासका आधारमा आफ्ना दाबी प्रस्तुत गर्दै आएका छन्। त्यसैले कुनै क्षेत्रमा बसोबास भएको मात्र आधारमा अतिक्रमण वा जबरजस्ती कब्जा भएको निष्कर्ष निकाल्नुभन्दा सीमाङ्कन, ऐतिहासिक अभिलेख, प्रशासनिक नियन्त्रण र दुवै देशका आधिकारिक तथ्यहरू हेर्नु आवश्यक हुन्छ। कञ्चनपुर, रौतहट तथा मध्य प्रदेशका केही सीमा क्षेत्रमा 10 गजा अथवा नो म्यान्स ल्यान्ड वा सीमाङ्कन विवाद भएका क्षेत्रमा घर टहरा, खेतीपाती र बसोबासको घटना पटक पटक सार्वजनिक भएका छन् र तर प्रत्येक घटनालाई अतिक्रमण भनेर अन्तिम निष्कर्ष निकाल्नुभन्दा सम्बन्धित देशको प्रशासन र सीमा प्राविधिक समितिको आधिकारिक निर्णय महत्त्वपूर्ण हुन्छ। र कञ्चनपुर अथवा त्यतातर्फ हामीले हेर्यौं भने पुनर्वास, बेलौरी, बेलडाँडी, भीमदत्त र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा सीमा विवाद र बसोबास सम्बन्धी विषयमा बारम्बार प्रश्नहरू उठ्दै आएका छन्। 2020-21 तिर टनकपुर नजिकको क्षेत्रमा नेपाली बासिन्दाले नोम्यान्स ल्यान्ड दावी गर्दै करिब 23 वटा काठ तथा कंक्रिटका संरचना बनाएको र भारतीय प्रशासनले निर्माण रोक्न हस्तक्षेप गरेको समाचार पनि आएको हामीले सुनेका थियौं। ब्रह्मदेव र पुनर्वास क्षेत्रको केही स्थानमा घर निर्माण, खेतीपाती र सीमा स्तम्भको व्याख्यालाई लिएर विवाद भएको विवरण पनि धेरै पहिले सार्वजनिक भएका छन्। मध्य प्रदेश र रौतहटमा हेर्ने हो भने रौतहट, सर्लाही, मोहतरी, धनुषा र सिराका सीमावर्ती क्षेत्रमा 10 गजा भित्र खेती गर्ने, अस्थायी टहरा बनाउने वा सीमा स्तम्भ सारिएको भन्ने गुनासाहरू समय समयमा उठ्दै आएका छन्। यद्यपि सबै ठाउँमा थाई बस्ती नै बसेको प्रमाण अवस्था भने एकनासको छैन। खुला सिमानाका कारण कतिपय स्थानमा दुवै देशका नागरिकहरूले दशकौंदेखि खेतीपाती र आवत जावत गरिरहेकाले वास्तविक सीमा कहाँ पर्छ भन्ने विषय नै विवादित बनेको पाइन्छ। रोचक कुरा के छ भने सीमा क्षेत्रमा भारतीय नागरिकहरूले नेपाली भूमिमा घर टहरा बनाएको आरोप जस्तै नेपाली नागरिकहरूले पनि आफूले आफ्नो भूमि दावी गर्दै सीमा क्षेत्रमा संरचना बनाएका उदाहरणहरू पनि भेटिन्छन्। त्यसैले बालेन शाहले संसदमा भने जस्तै सीमा सम्बन्धी समस्या एकतर्फी मात्र होइन, कतिपय स्थानमा दुवै तर्फका नागरिक र स्थानीय प्रशासनका दावी प्रतिवादीहरू छन् भन्ने तर्कलाई पूर्ण रूपमा आधारहीन भन्न सकिँदैन। र तर एउटा कुरा स्पष्ट छ, 10 गजाभित्र थाई टहरा बनाउन नेपाल भारत सीमा व्यवस्थापनका सहमतिहरू अनुसार सामान्य वैध मानिँदैन, चाहे त्यो नेपालले बनाओस् वा भारतले। आजलाई यति, फेरि भेटौँला। धन्यवाद, नमस्कार।